आज चाहिँ दिन चाहिँ भने मजाले खुल्ला भइरहेको छ, मजाले घाम लागिरहेको छ। बिहानको दृश्य चाहिँ एकदमै रमाइलो भइरहेको छ। बर्खाको दिन कहिले घाम कहिले पानी यस्तै हुन्छ गाइस। हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। र बिहानको ड्युटी त्यही हो, मेरो मर्निङ ड्युटी गर्नै पर्छ। सेतो सर्ट लगाएर काखीमा हँसिया चेपेपछि चाहिँ ड्युटी सुरु भइहाल्छ मेरो चाहिँ। बिहान चियाहरू पिएर एक चरण म चाहिँ ड्युटीतिर लागेँ। यहाँनिर चाहिँ हाम्रो फुलको होमस्टे बनिँदैछ। सबै कुरालाई छानै चाहिनु पर्ने रे नि त। मान्छेलाई पनि छाना, गाईबस्तुलाई पनि छाना, फुललाई पनि छाना, सबै कुरालाई होमस्टे चाहिने भन्दै म चाहिँ यहाँनिर आज दिन चाहिँ एकदमै रमाइलो भयो। एकछिन चाहिँ होला पानी पर्छ होला, बर्खाको दिन यस्तै हुन्छ, कहिले घाम कहिले पानी भन्दै म चाहिँ भटाभट नाम्लो हँसिया मेरो हाई हतियार पन्जा चिपेर चाहिँ म चाहिँ लागेँ मर्निङ ड्युटी। त्यही हो गाइस, सधैँ पनि तपाईँहरूले हेरि नै राख्नु भएको मेरो मर्निङ ड्युटी। घाँसमा जाँदैछु म चाहिँ अहिले। र फाइनली म चाहिँ रोड पुगेँ। अब म रोड गएर चाहिँ रोडकै डिलमा चाहिँ यो गाडी कुदेर चाहिँ हिलो पुरा उछिटेँ नि त घाँसलाई। यो अलिक तलको चाहिँ काटिहाल्छु भनेर मैले अघिल्लो दिनै काटेको थिएँ। यहाँ चाहिँ भुइँ घाँस सँगसँगै अम्रिसो पनि थियो बिचमा। त्यो अम्रिसोलाई मैले अघिल्लो दिनै काटेको थिएँ। यसमै अलिकति थैताप गरेर भारी पुऱ्याएर म चाहिँ घरतर्फ लागेँ। त्यही हो, गाउँ बस्तीमा गाईबस्तु पालेपछि बिहान चाहिँ एक चरण चाहिँ यही हो, घाँस दाउरा दाना चारो त्यही ड्युटी हुन्छ। अनि म चाहिँ घाँस ल्याएर लु सबैजना एक चरण घाँस लिएर आउँदा त उठिसकेछ है नानीहरू पनि भन्दै म फेरि पनि भुइँ घाँस ल्याउनु गएँ। आज चाहिँ मेरो घरमा खेताला छ, हतार हुन्छ। घाँस पुगेपछि चाहिँ ढुक्कै हुन्छ, अरू काम गर्नु पाउँछु मैले ढुक्कै भनेर चाहिँ म चाहिँ यहाँनिर एक बारी भुइँ घाँस एक बारी अम्रिसो ल्याएर चाहिँ नजिकबाट चाहिँ बिहान धेरै काम भइहाल्छ नि त। त्यहाँदेखि मैले चाहिँ मेरो मर्निङ ड्युटी चाहिँ फाइनल्ली सकिसकेँ। अनि त्यही हो, अब जे काम गरे पनि चियाकै याद आउँछ होइन। एकदमै यो दुधको चिया खाने चाहिँ डरलाग्दो एडिकै भइसकेको छु भनौँ न। त्यहाँदेखि चाहिँ मैले चिया खाएँ। अनि चिया खाएपछि चाहिँ यहाँ मामा आउनुभएछ। मामा पनि घाँस काट्नु हुँदै थियो नि त बाटोमा, अन्त चिया खाएर जानु ल भनेको थिएँ मैले। अन्त मामाले पनि अहिले आउँछु भनेको थिएँ। यहाँ फेरि ठुलो मान्छे चाहिँ मैले कोक्रोमा लडाइराखेर मामालाई चिया बनाइदिँदै थिएँ। त्यहाँदेखि नानीलाई एकछिन बोलाएको, यहाँ नानी चाहिँ हाँस्नु थाल्यो। लु हाँस्दै गर है, बात मार्दै गर, म चाहिँ यहाँ मामालाई चिया दिइहाल्छु भनेर चाहिँ मामालाई भटाभट चियाहरू दिनुतर्फ लागेँ। यहाँनिर ग्यासको के यो अड्काउनेहरू सबै झरिगयो। यस्तै हो हतारको बेलामा भन्दै मामा चाहिँ बिरालो साह्रो मन पराउनुहुन्छ हुन्छ नि त, बिरालो खेलाउँदै यहाँनिर लु मामालाई चिया पनि दिएँ। अब मेरो एकछिन नानी हेर्ने ड्युटी पर्छ बिहान चाहिँ होइन, कोही बेला नानी हेर्नुपर्छ। त्यही भएर चाहिँ म चाहिँ यहाँ नानीसँग जिस्किँदै, नानीको आमाले चाहिँ मलाई खाना बनाइदिन्छ नि त। लु के साह्रो हतार गाउँ बस्तीमा, लु खेताला पो आइपुगेछ भन्दै यहाँनिर मामा चाहिँ भाउजूको खेताला जानुभएको रे। मेरो अरू खेतालाहरू पनि आयो। लु चिया बनाएर चाहिँ रेडी पारेर कपहरू पनि दिएर चाहिँ हामी चाहिँ बिहानको खाना खानतर्फ लाग्यौँ। र बिहान चाहिँ यस्तै हुन्छ, कोही बेला सँगै खुवाइ हुन्छ, कोही बेला लु कसै बारीमा जाने अघि कोही निस्केर पनि खाइसक्यो, स्कुल जाने दुईजना अघि खाइसक्यो। लास्टमा हामी तिनजना मात्रै रह्यौँ, आमा, दुईजना छोरी र नातिनी। हामी तिनजना पनि लु भटाभट खाइहालौँ, खाना त चिसो भइसकेछ हो। बिहान चाहिँ यता काम त्यही हुन्छ नि त, तातो भात प्रायः खानु पाउँदैन। काम सक्यो भने चाहिँ ढुक्कै हुन्छ अनि मजाले रुच्छ भनेर चाहिँ हामी प्रायः काम नै गरिबस्छौँ नि त। त्यही भएर काम सकेर चाहिँ लु अब चाहिँ सबैभन्दा ठुलो मान्छेको खाने टर्न आयो है भन्दै यहाँनिर नानीलाई पनि लिटो खुवाउनुतर्फ लाग्यो। अनि म चाहिँ यहाँनिर खाना खाएर एकछिन के यताउता काम गरेर चाहिँ लु अब चाहिँ आज चाहिँ टाढो मेलो छ, खाजा बनाउनु जानुपर्छ। पर भाउजूले मेरोमै बनाएर देऊ भन्नुभएको थियो नि त। टाढो मेलो आज चाहिँ म तपाईँहरूलाई देखाउँदैछु। यहाँनिर म भाउजूलाई चाहिँ अलिकति धनियाँ लगिदिनु पर्यो भनेर चाहिँ म चाहिँ धनियाँ उखाल्नुतर्फ लागेँ। लु फाइनली म चाहिँ हतार गर्दै अब टाढो गएर खाजा बनाइदिनुपर्छ भनेर लु आमा छोरी पनि जाने अरे मसँग। लु नानी पनि तयारी पारिदिएँ मैले। त्यहाँदेखि चाहिँ लु छिटो जाउँ है, पानी आउँछ होला, लु छिटै गरेर खेतालाहरू पनि भोकाउँछ भनेर म चाहिँ यहाँ नानीलाई सुसिला पार्दै जिस्काउँदै नानी बोकेर अगाडि हिँडेँ। त्यहाँदेखि दिन चाहिँ लु कालो बादल आएछ है, अब चाहिँ पक्कै पानी पर्छ भनेर चाहिँ यो होमस्टेको अगाडि चाहिँ अघि मैले
मजाले सरसफा गरेँ फुल रोप्ने त्यो होमस्टेको अगाडि चाहिँ। त्यहाँदेखि लु दिदीबहिनी चाहिँ लाग्यो, लु यहाँ हाम्रो गाउँमा चाहिँ हिजोदेखि बत्ती छैन, बत्ती बनाएर अङ्कलहरू पनि फर्किनु भयो, लु पानी पऱ्यो हामीलाई छाता देऊ भन्नुहुँदै थियो। छाता ओढ्नु हुँदैन हौ, करेन्ट लाग्छ बत्ती बनाउनेहरूलाई भन्दै यहाँ स्कुल पुग्यो। स्कुलमा लन्च ब्रेक भइरहेको छ, लु स्कुलमा नानी हेर्ने अरे सबैजना कुदेर आयो। त्यहाँदेखि चाहिँ यहाँनिर हामी चाहिँ हाम्रो मेलोतर्फ पुग्यौँ अनि यहाँ माथि चाहिँ माचन बनाउँदै रहेछ मेरो खेतालाहरूले। त्यहाँदेखि हामी चाहिँ भटाभट गएर भाउजूकोतिर लु जाउँ है भनेर चाहिँ भाउजूकोमा पुगेर चाहिँ यहाँ आज चाहिँ भाउजूले यो मेरै घरमा तिम्रो खेतालाहरूलाई खाजा बनाएर देऊ न त भनेर, नजिक पनि पर्छ भनेर यहाँ आइसिडिएसको गुरुआमाहरू तिनैजना फोनमा के आइसिडिएसको के बनाउनु थाल्यो। हामी चाहिँ लु भटाभट हाम्रो काम गरौँ है, उनीहरू उनीहरूकै गर्दै गर्छ भनेर चाहिँ हामी चाहिँ भटाभट म चाहिँ आँटा गुन्नु थालेँ। यहाँनिर भाइले चाहिँ दोकानबाट के सामानहरू लिएर आएछ, वाइवाईहरू। अन्त लु कान्छीले चाहिँ भटाभट पोल्नु थाल्यो। नानी एउटा वाइवाईमा भुलिहाल्यो है। त्यहाँदेखि चाहिँ म चाहिँ भटाभट बेल्नु थालेँ। कान्छीले यहाँनिर भटाभट पकाएर पनि लु खेतालाहरू त साह्रै बोकाएछौ भनेर यहाँनिर भटाभट अन्डा, आलुदम, वाइवाई, मुराई, रोटी, आम्मामा लु आज त खेतालाहरूलाई आज खाएर भोलि पनि बिसन्चो हुन्छ होला भन्दै रेला गर्दै। यहाँ मेरो खेताला चाहिँ 5 जना थियो नि त। लु अब भाउजूको पनि खेताला छ अरे, लु भाउजूको पनि खाजा, भाउजूको चाहिँ अलग्गै आइटम रहेछ नि त, आमामा स्पेसियल रहेछ भन्दै यहाँ चाउमिन बनाउनु हुँदै थियो नि त भाउजू चाहिँ। लु अब चाहिँ भाउजूको खेतालाको पालो आयो, लु भाग गर्दै सबैजना खेतालाहरूलाई चाहिँ हामी खाजा दिइहालौँ है भन्दै 3 बहिनी चाहिँ हामी रेला ठट्टा गर्दै त्यहाँदेखि बल्ल हाम्रो पालो आयो। लु उब्रे पाप्रे चाहिँ हामी सबैजना खाइदिउँ है, यो चाहिँ अब चाहिँ उब्रेको 6-7 जनाले खाएर पनि नसकेको भन्दै यहाँनिर हामी चाहिँ भटाभट खानु थाल्यौँ। लु फाइनली अब चाहिँ हाम्रो भाउजूकोमा खाजा भुजा बनाएर काम सक्यो। लु चिया बनाएर यहाँ म चाहिँ बोतलको बिर्कोहरू पनि खुल्लै राखेर, किनभने तातो भइरहेको थियो नि त चिया, बोतल बिलिन्छ होला भनेर। त्यहाँदेखि यहाँनिर खन्दै गरेको भाइ र मेरो चाहिँ यो चाहिँ पार्टनर हो नि त, इस्कुस रोपेको। योपालि चाहिँ हामी दुईजना पार्टनर गरेर दिदीभाइले लु 5 जना खेतालाले चाहिँ धेरै मेलो चलाएछ है भन्दै यहाँ माचन बनाएकै। लु इस्कुसले पनि धेरै पारा टिपेछ है, जे होस् अरूको बेचिसक्दा हाम्रो चाहिँ फल्ने रहेछ है साइला भन्दै हामी चाहिँ रेला गर्दै लु घरतर्फ लाग्यौँ। लु अब चाहिँ नानीको पनि छुट्टी भयो, स्कुलमा आइपुग्यौँ नि त हामी। लु यिनै 2 जना जाउँ है, छुट्टी भयो भन्दै हामी चाहिँ यहाँ नानीहरूलाई पनि जिस्काउँदै घरतिर आयौँ। थ्याङ्क यू फर वाचिङ।